आज मैले बनाउँदैछु चिकुवा है। नाम पनि कस्तो अचम्मको छ। अब ठाउँ अनुसारको नाम। यो चाहिँ माछाबाट बनेको हुन्छ। नामतिर नजाम, बनाउन लागौँ है। अनि 2 चम्चा मायोनेज, 2 चम्चा पानी, अनि त्यसपछि यो पोटेटो स्टार्च, अनि यो चाहिँ टेम्पुरा बनाउने फ्लोर राखेँ। अनि यसलाई मजाले मिक्स गरेँ। अनि काटेर राखेको चिकुवालाई राखेर यसलाई पनि फेरि मजाले जताततै लाग्ने गरेर मिक्स गरेँ। अनि टेम्पुरा फ्लोर राख्दा चाहिँ एकदम क्रन्ची हुन्छ कि, त्यही भएर मैले राखेको। अनि त्यसपछि ओलिभ ओइल राखेर तेल तताएँ। अनि काटेर राखेको चिकुवालाई यसरी फ्राई गरेँ, एउटा एउटा बिस्तारै लो हिटमा। नत्र डढ्छ कि, मेरो अलिकति डढिसकेछ। अनि ब्राउन हुने गरेर यसरी पकाएँ। अनि यो रेडी भयो। अनि यसको लागि फेरि सस है। अनि यो मायोनेज, केचप अनि भिनेगर यो राखेपछि यसको लागि सस रेडी हुन्छ। सस नबनाइ खाँदा नै एकदमै मिठो हुन्छ। सस बनाउनु भयो झन् मिठो है। अनि यो चाहिँ बच्चाहरूले एकदमै मन पराउँछन् कि, फिस नखाने बच्चाहरूले नि खान्छन्। अनि मैले बच्चाहरूलाई दिएँ यो बनाएर। अनि उनीहरूले यस्तो मिठो माने पापालाई राखिदिने भनेको पापालाई पनि रहेन कि। थ्याङ्क यू।